हेलो एन्ड नमस्ते सम्पूर्णमा स्वागत छ आजको यस नयाँ भिडियोमा। र आजको भिडियोको विषयवस्तु चाहिँ पक्कै पनि हजुरहरूले टाइटल एन्ड थम्बनेल देखेर जानकारी पाइसक्नु भएको छ र आजको भिडियोको विषयवस्तु चाहिँ एकदमै महत्त्वपूर्ण र एकदमै इम्पोर्टेन्ट रहेको छ। जो एकदम नयाँ व्यक्तिहरू हुनुहुन्छ, जो नयाँ क्रिएटर हुनुहुन्छ, जो भर्खर नयाँ युट्युब च्यानल चलाउँदै हुनुहुन्छ वा युट्युब च्यानल चलाए तापनि भ्युज नगएर मोनेटाइज नभएर सानो क्रिएटर 500-700 सब्सक्राइबर हुने क्रिएटरहरू हुनुहुन्छ वा जो व्यक्तिको चाहिँ भ्युज नै गएको छैन, त्यस्ता व्यक्तिको लागि चाहिँ यो भिडियो एकदमै इम्पोर्टेन्ट रहेको छ। यो भिडियो चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला र तपाईले हेरिसकेपछि यो भिडियो चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेर्नुभयो भने चाहिँ तपाईले थाहा पाउनुहुनेछ कि यो मान्छेले सही नै भनिरहेको रहेछ, यो मान्छेले गर्दा मलाई पनि अब चाहिँ केही हुन्छ भन्ने तपाईले सोच्नुहुन्छ। यदि यो भिडियो स्किप नगरिकन अन्तिमसम्म हेर्नुभयो भने चाहिँ, यदि तपाईले यो भिडियो स्किप गरेर हेर्नुभयो भने चाहिँ तपाईँ जति 2 सेकेन्ड हेर्नुहुन्छ, 10 सेकेन्ड हेर्नुहुन्छ, आधी मिनट हेर्नुपर्छ, तपाईले समयको बर्बादी मात्र गर्नुहुन्छ, किनकि तपाईले केही बुझ्नुहुन्न। आज चाहिँ हजुरहरूलाई म एउटा युट्युब च्यानल सम्बन्धीको एउटा सानो सेटिङ मात्र बताइदिने छु हजुरहरूलाई। त्यो सेटिङ चाहिँ तपाईले मिलाउनु भयो भने चाहिँ तपाईको युट्युबमा राम्रो भ्युज पनि जान्छ, तपाईको राम्रो लाइक पनि आउँछ, तपाईको युट्युब च्यानल छिटै मोनेटाइज पनि हुन्छ। त्यो एउटा सेटिङ रहेको छ, एकदमै सानो सेटिङ रहेको छ। त्यो सेटिङ चाहिँ हजुरहरूलाई म स्क्रिन सेयर गरेर नै देखाइदिने छु, हजुरहरूलाई चाहिँ कन्फ्युज नहोस् भनेर। म चाहिँ अब त्यो सेटिङ चाहिँ त कसरी मिलाउने भनेर स्क्रिन सेयर गरेर नै देखाउने छु। र साथीहरूलाई चाहिँ म एउटा सानो रिक्वेस्ट गर्न चाहन्छु, यदि यस्तै जानकारीमूलक भिडियो पाउनको लागि चाहिँ मेरो जानकारी युट्युब च्यानललाई पनि सब्सक्राइब गरी जोडिरहनु होला, किनकि अब चाहिँ म यस्तै कन्टेन्टमा चाहिँ भिडियो लिएर दिन डेली आउने छु। त्यसैले मेरो जानकारी युट्युब च्यानललाई पनि सब्सक्राइब गरी जोडिरहनु होला। र आजको विषयवस्तु त हजुरहरूले पक्कै पनि थाहा पाइसक्नु भएको छ। अब थोरै छिरौँ विषयवस्तुतिर। अब तपाईँको अब त्यस्तो इम्पोर्टेन्ट कुरा चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ, अब तपाईँले भिडियो के सम्बन्धी बनाउनुहुन्छ? तपाईँले एजुकेसन सम्बन्धी बनाउनुहुन्छ कि गेमिङ बनाउनुहुन्छ कि भ्लगिङ बनाउनुहुन्छ कि अब ट्राभलको बनाउनुहुन्छ कि अब त्यो तपाईँले कुन विषयमा भिडियो बनाउनुहुन्छ त्यो तपाईँमा भर पर्ने कुरा। तपाईँले अब एक दिन ट्राभलको हाल्नुहुन्छ, एक दिन गेमिङ हाल्नुहुन्छ, एक दिन भ्लगबाट हाल्नुहुन्छ भने चाहिँ तपाईँको अब त्यो कुनै अर्थ भएन। एक दिन अब कुकिङबाट हाल्नुहुन्छ, एक दिन फ्यामिलीबाट हाल्नुहुन्छ भने त अब तपाईँलाई कुनै अर्थ भएन। अब त्यो भ्लगबाट सब्सक्राइबर आएकोले त मैले फ्यामिलीतिर हालेको भिडियो त्यो हेर्दैन। अब गेमिङबाट आएको सब्सक्राइबरले त्यो भ्लगतिरको भिडियो हेर्दैन, त्यसैले गर्दा त्यो सब्सक्राइबरको कुनै अर्थ हुँदैन। अनि तपाईँले एउटा भिडियो त अब एउटा क्याटेगोरीमा बनाउनुहुन्छ, प्रायः जसले पनि त्यो एउटै क्याटेगोरीमा बनाउँछ कि भ्लग छ भने भ्लग बनाउँछ, अब एजुकेसन सम्बन्धी छ भने एजुकेसन सम्बन्धी बनाउँछ, यदि गेमिङ छ भने गेमिङकै भिडियो हाल्छ। त्यो त अब ताइन दुईको त्यो मिक्स कन्टेन्टमा त प्रायः कसैले पनि भिडियो बनाउँदैन। अब एका दुई त्यो ज्ञान नहुने व्यक्तिहरूले बनाउँछ, नभए त प्रायः एउटै कन्टेन्टमा भिडियो बनाउने हो, जसले पनि कि एजुकेसन कि गेमिङ कि भ्लग कि ट्राभल कि फ्यामिली, अब त्यस्तै अब एउटै एजुकेसनको एउटै टाइपको भिडियो हाल्ने हो। तर एउटै टाइपको भिडियो हाले पनि तपाईँले चाहिँ एउटा युट्युबमा चाहिँ गएर चाहिँ त्यो वाइटी स्टुडियोमा गएर चाहिँ एउटा सेटिङ चाहिँ तपाईँले मिलाउनु पर्ने हुन्छ। जस्तै अब तपाईँले त्यहाँ एउटा अप्सन हुन्छ क्या, एजुकेसन, गेमिङ, भ्लग, ट्राभल, त्यहाँ थुप्रै अप्सनहरू हुन्छ, फ्यामिली, धेरै अप्सनहरू हुन्छ। तपाईँले चाहिँ कुन विषयमा चाहिँ भिडियो बनाउनुहुन्छ, कुन कन्टेन्टमा चाहिँ भिडियो बनाउनुहुन्छ? भ्लग सम्बन्धी भिडियो बनाउनुहुन्छ भने तपाईँले त्यहाँ भ्लग अप्सन चुज गर्नुपर्ने हुन्छ। यदि कमेडी भिडियो बनाउनुहुन्छ भने त्यहाँ कमेडी चुज गर्नुपर्ने हुन्छ। यदि तपाईँले ट्राभलको भिडियो बनाउनुहुन्छ भने तपाईँले ट्राभल चुज गर्नुपर्ने हुन्छ। त्यति गेमिङ सम्बन्धी भिडियो बनाउनुहुन्छ भने त्यो गेमिङ सम्बन्धी तपाईँले त्यहाँ चुज गर्नुपर्ने हुन्छ। अब तपाईँले त्यहाँ अब त्यो चुज गऱ्यो भने चाहिँ फाइदा के हुन्छ भन्दा चाहिँ, अब तपाईँले यदि अब एजुकेसन सम्बन्धी त्यहाँ तपाईँले भिडियो बनाउनुहुन्छ, अब तपाईँले त्यहाँ चुज गर्दा चाहिँ अब त्यो तपाईँको चुज गर्ने ठाउँमा चाहिँ अब भ्लग छ भने त अब त्यो भएन। अब एजुकेसन भिडियो चाहिँ एजुकेसन सम्बन्धी बनाउनु भएको छ नि, तपाईँले त्यहाँ तपाईँको सेटिङमा चाहिँ भ्लग छ भने त्यो अब भ्लगपट्टि पठाइदिन्छ युट्युबले त हेरोस् भनेर। अब तपाईँको भिडियो चाहिँ एजुकेसन छ नि, त्यो भ्लग हेर्नेले तपाईँको भिडियो त पक्कै पनि हेर्दैन। यदि तपाईँले अब भिडियो पनि भ्लग बनाउनुहुन्छ सेटिङमा गएर पनि तपाईँले भ्लग नै चुज गर्नुभयो भने चाहिँ के हुन्छ भने, अब युट्युबले पनि जो व्यक्तिहरूले भ्लग हेर्छ त्यही व्यक्तिहरूकोमा पठाइदिन्छ, अब सो गरिदिन्छ अनि भिडियो हेर्छन्। अब तपाईँले भ्लग चुज गर्नुहुन्छ, जसले जो मान्छेहरूले भ्लग भिडियो हेर्न मन पराउँछ त्यही व्यक्तिको मोबाइलमा चाहिँ तपाईँको भिडियो पठाइदिइरहेको हुन्छ। अब हेरुन् नहेरुन् त्यो तपाईँको उहाँहरूको इच्छा हो, त्यही पनि युट्युबले चाहिँ सो चाहिँ गरिदिइरहेको हुन्छ। अब भ्लग चुज गर्नुभयो भने, अब यदि तपाईँले एजुकेसन चुज गर्नुभयो भने चाहिँ अब तपाईँले एजुकेसन सम्बन्धी भिडियो बनाउनुहुन्छ भने, अब जो व्यक्तिहरूले एजुकेसन सम्बन्धी भिडियो हेर्छ
त्यही व्यक्तिको मोबाइलमा चाहिँ यो भिडियोहरू पठाइदिइरहेको हुन्छ, सो गरिरहेको हुन्छ। त्यस कारणले यो सेटिङ चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। अब चाहिँ म हजुरहरूलाई स्क्रिन सेयर गरेर देखाउने छु सेटिङ सम्बन्धी। भिडियो चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनु होला। सबैभन्दा पहिले चाहिँ तपाईँले अब YT स्टुडियो त तपाईँले डाउनलोड गर्नु भएको होला। YT स्टुडियोमा जानुहोस्। YT स्टुडियोमा गएपछि चाहिँ अब तपाईँले कुन भिडियो हाल्नु भएको छ त्यो भिडियोमा हाल्नु। मैले यो भिडियोमा चाहिँ मैले यहाँ क्लिक गरेँ, फर्स्ट भिडियोमा। त्यस पछाडि तपाईँले माथि गएर चाहिँ यो पेन्सिलको जस्तो एरोको चिन्ह छ त्यसमा क्लिक गर्नुहोस्। त्यस पछाडि चाहिँ अलिक तल जानुहोस्, यहाँ ट्याग अ सर्ट रिमिक्स भन्ने पनि छ। यहाँ माथि मोर पनि देखाइरहेको छ। जुनमा क्लिक गर्दा पनि तपाईँले यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि तपाईँले यहाँ 3टा आँखा जस्तोमा देख्नु भएको छ, ऊ यहाँ आइरहेको छ क्याटागोरी भनेर। अब क्याटागोरीमा तपाईँले चुज गर्नु पर्ने हुन्छ तपाईँले के सम्बन्धी चाहिँ भिडियो बनाउनुहुन्छ। मेरो चाहिँ एजुकेसन भनेर मैले चुज गरिसकेको छु अलरेडी। यहाँ चाहिँ क्लिक गर्नुहोस्। तपाईँले अब चुज गर्नुपर्ने चाहिँ यदि कमेडी बनाउनुहुन्छ भने कमेडीमा टिक लाउनुहोस्। यदि एजुकेसन सम्बन्धी बनाउनुहुन्छ भने त्यसमा, इन्टरटेनमेन्ट बनाउनुहुन्छ भने त्यसमा, फ्यामिली एन्ड एनिमल्स बनाउनुहुन्छ भने त्यसमा, गेमिङ सम्बन्धी बनाउनुहुन्छ भने त्यसमा। मेरो अलरेडी सेटिङ मिलाएको छु। मेरो चाहिँ एजुकेसन सम्बन्धी भिडियो भएको कारणले मेरो चाहिँ एजुकेसनमै टिक लगाएको छु। तपाईँले यसमा गएर चाहिँ तपाईँले छान्नुपर्ने हुन्छ। र आशा गर्छु हजुरहरूलाई यो भिडियोले पक्कै पनि हेल्पफुल भयो होला। यदि काहीँ कतै बुझ्नु भएन भने चाहिँ कमेन्ट गर्नु होला। म नेक्स्ट भिडियोमा चाहिँ डिटेलमा बताउने छु। अब आजलाई भने भिडियोबाट बिदा लिने बेला भइसकेको छ। ओके, बाई बाई।